जय मसीह। के तपाईले कहिले सोच्नु भएको छ संसारको सबैभन्दा शक्तिशाली वस्तु के हो? के त्यो परमाणु बम हो वा कुनै ठुलो शक्ति अथवा कुनै ठुलो प्रविधि हो अहिले जस्तै एआई छ? होइन, संसारको सबैभन्दा शक्तिशाली शक्ति परमेश्वरको वचन हो। बाइबलले भन्छ यो सारा ब्रह्माण्ड परमेश्वरले आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो र परमेश्वरको वचनले नै यो सारा सृष्टि अडिएको छ। र अचम्मको र अद्भुत कुरा के छ भने त्यही शक्तिशाली वचन परमेश्वरले तपाईँ र मेरो हातमा दिनुभएको छ। तर पनि धेरै विश्वासीहरू आज हारको जीवन बाँचिरहेका छन्। धेरै मानिसहरू आफ्ना समस्याहरूमा छन् किनकि उनीहरू आफ्ना समस्याहरूको बारेमा धेरै कुरा गर्छन् तर समस्यासँग चाहिँ कुरा गर्दैनन् र त्योसँग बोल्न जान्दैनन् र परमेश्वरको शक्तिशाली वचन उनीहरू जीवनमा कहिले पनि घोषणा गर्दैनन्। आजको यो सन्देश तपाईको निम्ति सोच्ने र बोल्ने तपाईको जीवनको तरिका बदल्नेछ। र आज हामी सिक्नेछौँ कि हामी कसरी परमेश्वरको वचनको घोषणा हामी गर्न सक्छौँ र कसरी परमेश्वरको वचनको घोषणाले तपाईको जीवनका बन्द ढोकाहरू खोल्नेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ। बाइबलमा इजिकियल 37 अध्यायमा एउटा अचम्मको घटना छ। परमेश्वरले अगमवक्ता इजिकियललाई सुकेका हड्डीहरूले भरेको एउटा बेसीमा लैजानुभयो। ती हड्डीहरूमा कुनै जीवन थिएन। परमेश्वरले इजिकियललाई सोध्नुभयो, के यी हड्डीहरूले जीवित हुन सक्छन्? के यी हड्डीहरूमा जीवन आउन सक्छ? अनि परमेश्वरले इजिकियललाई भन्नुभयो, यी हड्डीहरूलाई अगमबाणी गरेर भन्, हे सुकेका हड्डीहरू परमेश्वरको वचन सुन। परमेश्वरले इजिकियललाई जब सुकेका हड्डीहरूको बेसीमा लैजानुभयो, तपाईँ र मैले बुझ्नुपर्छ इजिकियलले हड्डीहरूको अवस्था देखेर रुवाबासी गरेनन्। उनले त परमेश्वरले भन्नुभएको कुरा घोषणा गरे। जब उनले परमेश्वरको वचन घोषणा गरे हड्डीहरू जोडिन थाले, मासु त्यहाँ पलाएर आयो र एउटा ठुलो सेना खडा भयो। त्यसै गरी तपाईँको आर्थिक अवस्था आज हुन सक्छ सुकेको हड्डी जस्तै होला। तपाईको सम्बन्ध आज मरेको जस्तै होला। तपाईँ बिरामीमा हुनुहुन्छ होला। तर जब तपाईँ म सक्दिनँ, म बाँच्दिनँ भन्नुको साटो परमेश्वरले मलाई सामर्थ्य दिनुहुन्छ, येशूको कोर्राको चोटले म निको भए भन्नुहुन्छ, तब त्यहाँ जीवन आउन थाल्छ। आमेन। हामी सबैलाई दाउद र गोलायतको कथा थाहा छ। तर के तपाईँले याद गर्नुभएको छ दाउदले त्यो ढुङ्गा हान्नुभन्दा अगाडि के गरेका थिए? उनले घोषणा गरेका थिए। पहिलो शमूएल 17 को 45 र 46 मा दाउदले गोलायतलाई भने, त मसँग लड्न तरवार, भाला र वर्षा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनु हुनेछ र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज फलिस्तीहरूका लास आकाशका चरा र जमिनका जानवरहरूलाई खुवाउनेछु र इजरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाहा पाउनेछ। गोलायतले दाउदलाई श्राप दिइरहेको थियो, नेगेटिभ डिक्लेरेसन गरिराखेको थियो, नकारात्मक बोलिराखेको थियो। तर दाउदले परमेश्वरको अधिकार र शक्तिशाली वचन घोषणा गरे। तपाईको समस्या आज गोलायत जस्तै ठुलो हुन सक्छ। तपाईँ डरले गाजिएको हुनुहुन्छ होला। तपाईँ बिरामी अवस्थामा हुनुहुन्छ। गोलियत जस्तै तपाईँलाई समस्याहरूले ललकारिराखेको छ होला। तर म आज तपाईँलाई भनौँ परमेश्वरको शक्तिशाली वचनको सामर्थ्य सुनाउनुहोस्। ती गोलायतहरूको अगाडि डराउनु भन्दा बरु परमेश्वरको शक्तिशाली वचनको सामर्थ्य सुनाउनुहोस्, वचन घोषणा गर्नुहोस्। वचनको घोषणा गर्नु भनेको केवल सकारात्मक सोच मात्र होइन र सकारात्मक बोल्नु मात्र होइन। तपाईँ र मैले बुझ्नुपर्छ यो त आत्मिक कानुन हामी लागू गर्छौँ जब वचन घोषणा गर्छौँ। जब तपाईँ आफ्नो मुखबाट परमेश्वरको वचनको शक्ति बोल्नुहुन्छ आत्मिक संसार सक्रिय हुन्छ। यदि तपाईँ डरमा हुनुहुन्छ भने
परमेश्वरले मलाई डरको आत्मा होइन तर शक्ति र प्रेमको आत्मा, आत्मसंयमको आत्मा दिनुभएको छ भन्नुहोस्। दोस्रो तिमोथी 1:7 लेखिएको छ। यदि तपाईँ अभावमा हुनुहुन्छ भने भन्नुहोस्, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई कुनै कुराको अभाव हुने छैन। भजन सङ्ग्रह 23:1। जब तपाईँ बोल्नुहुन्छ, जब तपाईँ घोषणा गर्नुहुन्छ परमेश्वरको वचन, स्वर्गले त्यसलाई प्रमाणित गर्छ। तपाईँको शब्दले तपाईँको विश्वासको लागि बाटो बनाउँछ। आमेन। मर्कुस 11:23 प्रभु येशूले यसरी भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेको कुरा पुरा हुन्छ भने विश्वास गरेर यस पहाडलाई उखलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। ध्यान दिनुहोस्, येशूले पहाडको बारेमा प्रार्थना गर भन्नु भएन, तर पहाडलाई भन भन्नुभयो। स्पिक टु द माउन्टेन भन्नुभयो, पहाडसँग बोल भन्नुभयो। आज तपाईँको रोग एउटा पहाड हुन सक्छ तपाईँको जीवनमा, तपाईँको ऋण एउटा पहाड हुन सक्छ तपाईँको जीवनमा, तपाईँका समस्याहरू पहाड जस्तै खडा भएका होलान्। त्यो पहाडसँग गुनासो नगर्नुहोस्, बरु पहाडलाई भन्नुहोस्, उखुलिएर त समुद्रमा खस, त्यस्तै हुनेछ। तपाईँको जीवनमा परिवर्तन तब आउँदैन जब तपाईँ वचन जान्नुहुन्छ, तर तपाईँको जीवनमा परिवर्तन र छुटकारा तब आउँछ जब तपाईँ वचन बोल्नुहुन्छ। तपाईँको समस्या पहिचान गर्नुहोस्। तपाईँको समस्या के हो? के त्यो बिमारी हो? के त्यो डर हो? के त्यो गरिबी हो? के त्यो ऋण हो? अनि परमेश्वरको वचन खोज्नुहोस्। त्यो अनुसार त्यो समस्याको लागि बाइबलमा कुन परमेश्वरको वचनको प्रतिज्ञा छ त्यसलाई खोज्नुहोस् अनि दैनिक घोषणा गर्नुहोस्। त्यसलाई दिनको कम्तीमा 3 पटक ठुलो स्वरले बोल्नुहोस्। तब तपाईँका ती समस्याहरूका पहाडहरू उखेलिएर समुद्रमा खस्नेछन्। र अहिले म सँगसँगै मेरो पछाडि यो घोषणा गर्नुहोस्। तपाईँहरू जतिजनाले मलाई हेरिरहनु भएको छ, आउनुहोस् मसँग, मेरो पछाडि यो घोषणा गर्नुहोस्। म पहिला भन्छु अनि तपाईँले म पछाडि भन्नुहोस्। म परमेश्वरको सन्तान हुँ, ममा परमेश्वरको जीवन छ। येशूको कोर्राको चोटद्वारा म निको भइसकेको छु। आज मेरो लागि आशिषको ढोका खुल्नेछ। म डराउने छैन, किनकि परमेश्वर मसँग हुनुहुन्छ। आमेन। तपाईँको शब्दले तपाईँको भविष्यको नक्सा कोर्छ। आजैदेखि नकारात्मक बोल्न बन्द गर्नुहोस्। म सक्दिनँ, म सकिए, मेरो भाग्य नै यस्तो हो भन्न छोड्नुहोस् र परमेश्वरको सत्य वचन बोल्न सुरु गर्नुहोस्। किनकि परमेश्वरको सत्य वचनले मात्र छुटकारा ल्याउँछ। परमेश्वरको वचनको यति ठुलो शक्ति छ जसले ब्रह्माण्डलाई बनाउनु भयो। आउनुहोस् म सँगसँगै प्रार्थना गर्नुहोस्। यो समय जतिजनाले मलाई हेरिरहनु भएको छ, आउनुहोस् आफ्ना शिर निहुराउँदै विश्वासमा मसँग यो प्रार्थना गर्नुहोस्। म तपाईँको निम्ति प्रार्थना गर्नेछु। हे स्वर्गका उच्च सिंहासनमा विराजमान हाम्रा स्वर्गीय पिता, म येशू प्रभुको नाउँमा प्रार्थना गर्दछु। जतिजनाले यो वचन सुन्नुभयो उहाँको हृदयमा त्यो विश्वास दिनुहोस्। तपाईँको वचनको सत्य प्रकट गर्नुहोस्। र म प्रार्थना गर्छु हरेक दिन तपाईँको जीवित वचन घोषणा गर्न सहायता गर्नुहोस्, किनकि तपाईँको वचन सबैभन्दा शक्तिशाली छ। त्यो एटम बम भन्दा पनि, संसारका सबै शक्तिभन्दा शक्तिशाली तपाईँको वचन छ। र हरेकको जीवनमा तपाईँ परमेश्वरले चङ्गाई ल्याउनुहोस्, बिरामीहरूबाट निको पार्नुहोस्, हरेक समस्याहरूबाट छुटकारा दिनुहोस्। म घोषणा गर्छु येशू प्रभुको नाउँमा। आमेन। प्रभु धन्यवाद। तपाईँलाई फेरि भेट्नेछौँ।